नजिकको तीर्थ हेला भने जस्तै भएको छ। सोमनाथको दर्शन गर्न भक्तजनहरू गुजरात पुग्छन्, जबकि असली सोमनाथ सोमेश्वर पर्वतकै शिखरमा अवस्थित छ। बराह पुराणको 144औं अध्यायको 16औं श्लोकमा भनिएको छ, सोमेश्वरेति प्रख्यात गण्डक्या पावने तटे सोमेन तत्र संस्थाप्य सोनाम्न लिंग मुक्तमं वर्षाणां तु सहस्त्रम वै सोशापस्य निवृत्तये भनेर भनिएको छ। अर्थात् गण्डकीको पवित्र किनारमा अवस्थित सोमेश्वर पर्वत यो सोमेश्वरको नामले प्रसिद्ध छ। प्रसिद्ध सोमेश्वर पर्वत जुन शिखरमा चन्द्रमाले श्रापबाट निवृत्त हुनका लागि धेरै वर्षसम्म कठोर तपस्या गरी आफ्नै नाउँको शिवलिङ्ग स्थापना गरे। सोम भनेको चन्द्रमा, चन्द्रमाले स्थापना गरेको शिवलिङ्गलाई नै सोमनाथ मानिन्छ। जब बराह पुराणले स्पष्टसँग गण्डकी अथवा नारायणीको पवित्र किनारमा रहेको सोमेश्वर पर्वतमा सोमले जुन चन्द्रमाले आफ्नै नामको शिवलिङ्ग स्थापना गरेका हुन् भनेर बयान गरिएको छ भने यो कुरा संसारलाई किन नबुझाउने? खोज्दै जाँदा चितवनको माडीको दक्षिणमा रहेको सोमेश्वर पर्वत शिखरमा चट्टानहरूको थुप्रो भेटिएको थियो। त्यसलाई हटाएर हेर्दा प्राचीन स्वरूपको शिवलिङ्ग फेला परेको थियो। त्यसको समुचित सम्भार हुन सकेको छैन। सो शिवलिङ्ग सँगै अलपत्र अवस्थामा शिलालेख र मूर्तिहरू भाँचिएर बाँकी रहेको पैताला देख्न पाइन्छ। सँगसँगै विश्वको सबैभन्दा पुरानो ज्योतिर्लिङ्गको रूपमा सोमेश्वर शिवलिङ्गलाई मान्ने गरिन्छ। जब चन्द्रमालाई दक्ष प्रजापतिको श्राप पर्यो, श्राप परिसकेपछि त्यो श्राप कटनी गर्नको निम्ति चन्द्रमाले भगवान शिवको तपस्या गरे। त्यसै ठाउँमा जुन सोमेश्वर पर्वतको उच्च शिखरमा गएर तपस्या गरे, त्यो तपस्याबाट सोमनाथ जुन चन्द्रमाको सम्पूर्ण शक्ति फिर्ता आयो। फिर्ता आइसकेपछि त्यहाँ शिवलिङ्गको स्थापना गरेर चन्द्रमाले आफ्नो श्राप मुक्त गरेको इतिहास पाइन्छ। यस ठाउँमा चैते दशैंमा ठूलो मेला लाग्ने गर्दछ। चन्द्रमाको विभिन्न नाम मध्ये सोम एक हो। चन्द्रदेवद्वारा शिवजीको तपस्या स्थल भएको हुनाले यस पर्वत सोमेश्वर नामले प्रख्यात छ। सोमेश्वर पर्वतलाई चन्द्रमाको तपोभूमिको रूपमा जानिन्छ। चन्द्रदेवको तपस्याले गर्दा सोमेश्वर भगवान शङ्करको नाम रहन गएको हो। आज भन्दा लगभग 2183 वर्ष पहिले उज्जैनका महान कवि तथा राजा भतुरहरि राजयोगी अर्थात् तपस्वी बने पश्चात उनका कान्छा भाइ विक्रमादित्यले सोमेश्वर शिवालयको शिवलिङ्गमा पूजा गरी शक्तिशाली महाराजा बनेको दिन चैत्र शुक्ल प्रतिपदाको तिथि थियो। त्यसैले यहाँ चैते दशैंमा अत्यन्तै धुमधाम भिडभाडका साथ पूजा गर्ने गरिन्छ। अर्को कुरा के छ भने राजा विक्रमादित्यले सुरु गरेको उक्त दिनदेखि आजसम्म सोमेश्वर पर्वतमा अवस्थित कालिका देवी र महादेवको हरेक वर्ष चैते दशैं रामनवमीको अवसरमा पूजा आजा र चैते दशैंको जात्रा चलिआएको छ। भारतबाट धेरै भक्तजनहरू आउने गर्दछन् र प्रत्येक वर्ष हजारौंको संख्यामा भक्तजनहरू आउने गर्दछन्। उत्तर प्रदेश र बिहार राज्यबाट पनि आउने गर्दछन्। यसको अर्थ आदिकालदेखि चलिआएको मान्यता हो जो अधिकांश किंवदन्तीमा आधारित छ। यहाँ दुवै सन्दर्भलाई उल्लेख गरिएको छ, साथै संसारभरिका अधिकांश ऐतिहासिक महत्त्वका स्थलहरू जुन किंवदन्ती अर्थात् पुराणमा आधारित छन्। प्राकृतिक हरियालीको बीच नेपाल र भारतको सीमामा अवस्थित सोमेश्वर पर्वतलाई चन्द्रमा र भतुरहरिको तपोभूमिको रूपमा जानिन्छ र आज पनि तपस्वी भतुरहरिको कुटीर र शिवालयको अवशेष स्वरूप शिवलिङ्ग विद्यमान रहेको छ। भौगोलिक रूपमा सोमेश्वर पर्वत श्रृङ्खलाको टाकुराबाट करिब 100 किलोमिटर लम्बाई, भारततर्फ वाल्मीकि टाइगर आरक्षण, पश्चिम चम्पारण र नेपालतर्फ चितवन राष्ट्रिय निकुञ्ज, माडी नगरपालिका साथै पर्सा राष्ट्रिय निकुञ्ज, ठोरी गाउँपालिकाको सीमा रेखामा पर्दछ। चम्पारण, चितवन र पर्सा जिल्लाहरूको सीमा क्षेत्रमा दुवै देशतर्फ यो
रहेको छ। हाम्रो नेपालकै चितवनको सोमेश्वर पर्वतमा रहेको देवीको दर्शन गरौँ, पुण्य लाभ गरौँ भन्दै यो भिडियो कस्तो लाग्छ यहाँहरूले पक्कै पनि मन पर्छ भने लाइक गर्नु र नेपालको यो तीर्थस्थललाई विश्वभर चिनाउनको निम्ति यहाँहरूले शेयर पक्कै पनि गर्नुहोला भन्दै आजको यो बसाइबाट बिदा लिन चाहन्छौँ। हस्त, धन्यवाद।